एक दिन गाउँमा एक बुबा आफ्नो बाख्रासँग बस्दै थिए। त्यो बाख्रा उनको लागि जनावर मात्र होइन, परिवार जस्तै थियो। बुबा जहाँ जान्थे, बाख्रा पनि पछि लाग्थ्यो। एक दिन बुवाले पैसाको अभावले बाख्रालाई बजारमा बेच्ने निर्णय गरे। उनी बाख्रालाई लिएर बाटो लागे। बाटोभरि बाख्राले बुवालाई माया देखाइरह्यो, कहिले उनको हात चाट्थ्यो, कहिले नजिकै बसेर हेर्थ्यो। बुवाको मन झन भारी हुँदै गयो। बजार नजिक पुग्दा उनले एकछिन रोकेर बाख्रालाई हेरे। अन्ततः उनले भने, तँलाई म बेच्न सक्दिन, त मेरो आफ्नो जस्तै होस्। त्यसपछि बुबा बाख्रालाई लिएर फेरि घर फर्किए। उनलाई थाहा भयो, साँचो माया पैसाभन्दा ठुलो हुन्छ।